तपाईको पनि मंगलबारको जन्म त होइन? कस्ता हुन्छन् त मंगलबार जन्मेका व्यक्तिहरू? ज्योतिष शास्त्र अनुसार मंगलबार जन्मेका व्यक्तिहरूको स्वभाव। मंगलबार जन्मेका मानिसहरूमा धैर्यता भने अलि कम हुन सक्छ। तपाईको पनि मंगलबारको जन्म त होइन? कस्ता हुन्छन् त मंगलबार जन्मेका व्यक्तिहरू? मंगलबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ? ज्योतिष शास्त्र अनुसार मंगलबार जन्मेका व्यक्तिहरूको स्वभाव मंगल ग्रहको प्रभावले निर्धारित हुन्छ। मंगल ग्रहलाई ऊर्जा, साहस र जोशको प्रतीक मानिन्छ, जसले यी व्यक्तिहरूलाई विशेष बनाउँछ। मंगलबार जन्मेका मानिसहरू सामान्यतया आत्मविश्वासी, साहसी र महत्वाकांक्षी हुन्छन्। उनीहरूमा नेतृत्वको गुण प्राकृतिक रूपमा पाइन्छ र कठिन परिस्थितिमा पनि हिम्मतका साथ अगाडि बढ्ने क्षमता हुन्छ। यी व्यक्तिहरू इमानदार र स्पष्टवादी हुन्छन्। उनीहरू आफ्नो विचारलाई खुलेर व्यक्त गर्छन्, जसले कहिलेकाहीँ अरूलाई कठोर लाग्न सक्छ। मंगलबार जन्मेका मानिसहरूमा धैर्यता भने अलि कम हुन सक्छ। उनीहरू छिटो रिसाउने र छिट्टै शान्त हुने स्वभावका हुन्छन्। यद्यपि उनीहरूको रिस लामो समयसम्म टिक्दैन। उनीहरूको जोश र उत्साहले काममा सफलता प्राप्त गर्न मद्दत गर्छ, तर आवेगमा निर्णय लिने बानीले कहिलेकाहीँ समस्या पार्न सक्छ। मंगलबार जन्मेका व्यक्तिहरू स्वतन्त्र प्रिय हुन्छन् र आफ्नो लक्ष्यप्रति समर्पित रहन्छन्। उनीहरूमा जोखिम लिने हिम्मत हुन्छ, जसले उनीहरूलाई व्यवसाय, खेलकुद वा सैन्य क्षेत्रमा सफल बनाउँछ। उनीहरू मित्रवत स्वभावले सामाजिक सम्बन्ध बलियो बनाउँछन् र कहिलेकाहीँ उनीहरूको हठीपनले सम्बन्धमा तनाव ल्याउन सक्छ। यी व्यक्तिहरूमा शारीरिक र मानसिक दुवै रूपमा बलियो ऊर्जा हुन्छ। उनीहरू नियमित व्यायाम र स्वस्थ जीवनशैलीलाई महत्व दिन्छन्। मंगलको प्रभावले उनीहरूमा प्रतिस्पर्धी भावना पनि हुन्छ, जसले उनीहरूलाई सधैँ अगाडि बढ्न प्रेरित गरिरहन्छ। यद्यपि उनीहरूले आफ्नो आवेग र रिसलाई नियन्त्रण गर्न सकेमा जीवनमा थप सन्तुलन र सफलता प्राप्त गर्न सक्छन्। मंगलबार जन्मेका व्यक्तिहरूको यी गुणहरूले उनीहरूलाई जीवनको हरेक क्षेत्रमा अद्वितीय र प्रभावशाली बनाउँछ।